तन्ना फाली, सिरानी पनि फाली, कार्पेट नि फाली, कुर्सी नि फाली, डसना पनि फाली। हैन सामान किन फाले बुढी भनेको मेरो गालामा बजाइदी ताली, त्यही माथि गर्छ मलाई गाली। ठुक्क बेजेती, घरमा एउटा गतिलो सामान पनि छैन। हातमा सातेर तानेर पछाडि एक लात हानेको म त हुत्तिएर सिधै रेसुङ्गा डेकोर प्यालेसमा पुगेर पल्टेछु। यसो यताउता हेरेको यो पसलमा त डसना सिरानीको खोल, खतरा खतरा कार्पेट जसमा हुन्न कहिले होल, ओरिजिनल मेट्रेस, मोडेग्राम 4 नम्बर एड्रेस, दामी क्वालिटीका चेयर, खटिया इज अल्सो एभाइलेबल हियर। घाँटीमा नाला, प्लास्टिकको भुड्कीमा 5 रुपियाँ हाल, कपडा राख्ने डोको उचाल, पोछा र ब्रस लैजाऊ, घरको गन्दगी फाल, योगा म्याट लैजाऊ भने योगा गर्न थाल। लामखुट्टेले तोक्दा लगाउने झुल, बस्ने स्टुल, गर्मीमा ओड्ने तन्ना, कुचो, तिरपाल, बेलना, चक्ला, ह्याङ्गर, अरू पनि के हो घरमा चाहिने सबै सामान रहेछ नि। यहाँ त रिसाइकी बुढलाई यहीँबाट सामान लगाएर फकाउनु पर्यो। मैले त तपाईँहरूलाई पनि चाहिन्छ भने सम्पर्क गर्नु होला रेसुङ्गा डेकोर प्यालेसमा। 15 वर्षदेखि यो क्षेत्रमा हुनुहुन्छ। लोकेसन हो मोडेग्राम 4 नम्बर साइकल चोक। फोन नम्बर स्क्रिनमा दिएको छ। अनि सुन्नुहोस् है, मेरो भिडियो हेरेर जाने मान्छेलाई स्पेशल डिस्काउन्ट पनि छ है।